ल गाइजहरू आज मेरो किचनमा के पाक्दैछ म जानकारी गराउँदैछु। मान्छेहरूले मटर पनिर आलु बनाउँछन्, म चाहिँ आज बनाउनु गइरहेको छु बोडी आलु पनिर। यो भिडियोमा अन्तिमसम्म बस्नु होला साथ दिएर है, हेरौँ कस्तो पाक्छ। प्याज भुटेर रातो भइसक्यो, अब हामी हाल्दैछौँ हामीले पिसेको मसला। हाम्रो अब मसला पाकेर तयार भइसकेछ है। फाइनली साथीहरू तरकारी पाकिसकेछ। यसमा थोरै रस लगाउनुपर्छ। रस लगाउनको लागि थोरै यहाँ पानी तताएर मैले राखेको छु, त्यही हाल्छु। ल हेर्नु है साथीहरू, मेरो खाना पाकेर रेडी भइसक्यो। म टेस्ट गरेर भन्छु है त। मिठो पकाएको छु, मिठो पकाएको छ भन्नलाई त कोही छैन, त्यही भएर आफूलाई साबासी दिन्छु है। मिठो पकाएको छु, मैले पकाएको खाने भएदेखि सबैजना साथीलाई वेलकम छ, आउनु।